साथीहरू, कल्पना गर्नुहोस्, तपाईँ एउटा दोबाटोमा उभिनु भएको छ। एउटा बाटो सजिलो छ, जहाँ सम्झौता छ, हार छ, डर छ र अर्को बाटो कठिन छ। तर त्यहीँ तपाईँको सपना बस्छ, त्यहीँ तपाईँको भविष्य चम्किने प्रतीक्षा गरिरहेको छ। अब भन्नुहोस्, तपाईँले कुन बाटो रोज्नुहुन्छ? जसरी मानिसहरू भन्छन्, जिन्दगी यस्तै त हो, त्यो बाटो? कि तपाईँले भित्रबाट सुन्नुभएको त्यो सानो आवाज, म अझै धेरै गर्न सक्छु भन्ने बाटो? आजको यो सन्देश, यो प्रेरणा उनीहरूको लागि हो जो आफ्नो भित्री आवाजलाई चुप गराउन चाहँदैनन्, जो सपनालाई केवल हेरेर होइन, बाँचेर पूरा गर्न चाहन्छन्। तपाईँ हो, तपाईँ नै। आज म तपाईँलाई एउटा कुरा गहिरोसँग सम्झाउन चाहन्छु। आफ्नो लक्ष्यसँग कहिल्यै सम्झौता नगर्नुहोस्। सपनाहरूका लागि जिउनुहोस्। अब तयार हुनुहोस्, किनकि यो केवल भाषण होइन, यो तपाईँको भित्री आगो जगाउने यात्रा हो। स्वागत छ साथीहरू, थिङ्क पोजिटिभ नेपाल युट्युब च्यानलमा। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। आउनुहोस्, अब सुरु गरौँ। साथीहरू, तपाईँ जुनसुकै उमेरमा हुनुहुन्छ, जुनसुकै समस्यामा हुनुहुन्छ, जसरी पनि सङ्घर्ष गरिरहनु भएको छ, तपाईँका सपनाहरू अझै जीवित छन्। किनकि सपना कहिल्यै मर्दैन। मर्ने त मानिसको हिम्मत मात्र हो, र तपाईँले हिम्मत मर्न दिनु हुँदैन। जीवनमा हरेक मानिसले सपना देख्छ, तर सपना पूरा गर्ने सामर्थ्य केवल ती मानिससँग हुन्छ जसले बीचमा थाकेर आफ्नो लक्ष्यसँग सम्झौता गर्दैन। सम्झौता त्यहाँ हुन्छ जहाँ मनले हार्छ, तर लक्ष्य त्यहाँ बन्छ जहाँ मन जित्छ। तपाईँले आफूलाई एकपल्ट सोध्नुहोस्, के म आज आफ्नो लक्ष्यभन्दा सानो सोच्दैछु? के मलाई परिस्थितिले जितिरहेको छ? के म डरले रोकिरहेको छु? यदि उत्तर हो आयो भने त्यही क्षण तपाईँले आफूलाई सच्याउनुपर्छ। किनकि लक्ष्यसँग सम्झौता गर्ने बानी लाग्यो भने राम्रो जीवन त्यहीँ टुट्छ र सपनाहरू त्यहीँबाट बिस्तारै हराउन थाल्छन्। तपाईँले याद गर्नुपर्छ, धेरै मानिसहरू लक्ष्य बदल्छन् किनकि उनीहरूले आफ्नो क्षमतामा विश्वास हराउँछन्। तर साँचो विजेता भने लक्ष्य बदलेर होइन, आफ्नो क्षमतालाई बढाएर अघि बढ्छ। सपना कहिल्यै सजिलो हुँदैन। सजिलो भएको भए सबै सफल हुने थिए। तर तपाईँले कठिनाई देख्नु भनेको बाधा होइन, त्यो तपाईँलाई बलियो बनाउने प्रक्रिया हो। एकपल्ट सोच्नुहोस्, आज तपाईँ जहाँ हुनुहुन्छ त्यहाँसम्म पनि तपाईँ सङ्घर्ष गरेर नै पुग्नु भएको हो। यदि त्यति सङ्घर्ष गर्न सक्नुहुन्छ भने अब अरू कति धेरै गर्न सक्नुहुन्छ। तपाईँभित्र त्यो आगो अझै बलिरहेको छ। तपाईँले देखेको सपना, होटल, घर, व्यापार, कुनै सपना किन जन्मिएको थियो? तपाईँलाई थाहा छ, किनकि तपाईँ सक्षम हुनुहुन्छ। तर यहाँ एउटा ठूलो गल्ती धेरैले गर्छन्। लक्ष्य नजिक पुग्दा पुग्दै सम्झौता गर्छन्, थाकेर सम्झौता गर्छन्, रोकिएर सम्झौता गर्छन्, अरूले भनेको कारणले सम्झौता गर्छन्, छिटो परिणाम नपाएर सम्झौता गर्छन्। तपाईँलाई विगतका कुरा याद हुन सक्छ। जुन दिन तपाईँले पहिलोपल्ट आफ्नो लक्ष्य बनाउनु भयो, त्यो दिन तपाईँको मन कति उत्साहित थियो, कति आत्मविश्वास थियो, कति ठूलो इच्छा थियो। त्यो ऊर्जा फेरि जगाउनुहोस्। जसरी पहिलो दिन विश्वास थियो, त्यसरी नै आज पनि राख्नुहोस्। यही विश्वास तपाईँलाई सफलताको बाटोमा फर्काउँछ। याद राख्नुहोस्, सफलता कहिल्यै भाग्यमानीहरूलाई मात्र दिँदैन। सफलता त ती मानिसहरूको लागि हो जो कहिल्यै सम्झौता गर्दैनन्। आफ्नो लक्ष्यसँग सम्झौता नगर्नु भनेको कठिनाई आउँदा पनि अडिनु, आलोचनाले मन नथकाउनु, आफैलाई कम नठान्नु, छिटो रिजल्ट आएन भनेर हार नमान्नु र आफूलाई हरेक दिन प्रगति गरिरहने प्रतिज्ञा गर्नु। तपाईँलाई थाहा छ, हरेक ठूलो लक्ष्य एउटा सानो कदमबाट सुरु हुन्छ, तर त्यो कदम निरन्तर दोहोरिनु पर्दछ। निरन्तरता नै तपाईँको शक्तिशाली हतियार हो। संसारमा धेरै प्रतिभावान मानिस असफल हुन्छन् किनकि उनीहरूले निरन्तरता राख्न सकेनन्, तर धेरै सामान्य मानिस सफल हुन्छन् किनकि उनीहरूले लक्ष्यसँग सम्झौता गरेनन्। तपाईँ कुन समूहमा पर्न चाहनुहुन्छ? तपाईँलाई थाहा छ, तपाईँ असफल हुने मान्छे होइन। तपाईँको सपनाहरू सानो होइनन्। तपाईँले जुन जीवन चाहनु भएको छ त्यो सम्भव छ, र त्यो जीवन तपाईँले बनाउनुहुन्छ, सम्झौता नगरेर। आज, अहिले, यही क्षण एउटा निर्णय लिनुहोस्, एक गहिरो शपथ लिनुहोस्। म अब आफ्नो लक्ष्यसँग सम्झौता गर्दिन। आफ्नो समय लगाउनुहोस्, आफ्नो क्षमता बढाउनुहोस्, भुल नगर्नुहोस्। ठूलो सपना पूरा गर्न पहिले आफै ठूलो बन्दै जानुपर्छ। साधारण सोच लिएर असाधारण उपलब्धि हासिल हुँदैन, तर असाधारण हिम्मत लिएर संसार नै जितिन्छ। तपाईँले अब सपनाको लागि जिउनुहोस्। तपाईँ आफ्नो लक्ष्यको लागि एक एक पल सार्थक बनाउनुहोस्। तपाईँको सङ्घर्षहरूलाई गुनासो होइन, शक्ति बनाउनुहोस्। आज तपाईँ जुन दिशामा कदम चाल्नुहुन्छ, त्यही दिशा तपाईँको भविष्य बन्छ।
यदि त्यो दिशा तपाईँको लक्ष्यतर्फ छ भने तपाईँको भविष्य उज्यालो छ, तपाईँ सफल हुनुहुन्छ। यदि तपाईँले आज सम्झौता नगर्ने निर्णय गर्नुभयो भने सफलता तपाईँकै ढोका ढकढक्याइरहेको छ। आफ्नो सपना नछोड्नुहोस्, किनकि त्यो सपना नै तपाईँको जीवनको कारण हो। आफ्नो लक्ष्यसँग कहिल्यै सम्झौता नगर्नुहोस्, सपनाहरूको लागि जिउनुहोस्। एक दिन तपाईँ अवश्य सफल बन्नुहुन्छ। त्यसैले तपाईँ आजैदेखि एक कदम अगाडि बढाउन सक्नुहुन्छ। सुरुवात सानै होस् तर दिशा सही होस्, बस यही पर्याप्त छ। सपना ठूलो होस् वा सानो, त्यो पूरा गर्ने साहस तपाईँभित्र छ। याद राख्नुहोस्, सम्झौता गर्नेहरू भिडमा हराउँछन्, तर लक्ष्यमा अडिग रहनेहरू इतिहासमा लिखिन्छन्। आजको सन्देशले यदि तपाईँको मन छोयो भने आफ्नो सपनालाई फेरि एकपटक अँगाल्नुहोस् र आफूलाई भन्नुहोस्, म तयार छु मेरो लक्ष्यका लागि। धन्यवाद साथीहरू, अन्तिमसम्म साथ दिनुभएको। अब अर्को प्रेरणादायी भिडियोमा फेरि भेटौँ। पोजिटिभ सोच राख्नुहोस्, आफूलाई विश्वास गर्नुहोस् र आफ्नो सपना जिउनुहोस्।